हेलो नमस्ते सबैजनालाई। म चाहिँ अहिले जापानबाट र आज चाहिँ मैले यो भिडियो मार्फत चाहिँ मैले आफ्नो इन्ट्रोडक्सनको रूपमा चाहिँ एउटा छोटो भिडियो बनाएको छु हैन। स्पेसल्ली अब मेरो चाहिँ हैन अब एउटा हबी हैन, अनि आफूले चाहिँ के गर्न चाहिँ अहिले इन्ट्रेस्ट लागिरहेको छ त्यो कुरा चाहिँ जस्ट मैले सेयर मात्रै गर्न खोजिरहेको छु हैन। र मैले चाहिँ अहिले जापानको हैन जस्ट एउटा ब्लगिङको रूपमा चाहिँ एउटा ट्राभल ब्लगको रूपमा चाहिँ मैले युट्युब मार्फत चाहिँ मैले भिडियोहरू सेयर गरेको छु। र अहिले रिसेन्टली चाहिँ म चाहिँ अहिले नयाँ ठाउँमा घुम्न जान पाएको छैन। ट्राभलको लागि मैले नयाँ कुराहरू चाहिँ मैले देखाउन पाइरहेको छैन हैन। र अहिले टाइम पनि त्यस्तै परिरहेको छ। र अब म जापान बसेको चाहिँ लगभग 4 वर्ष भइसक्यो हैन। अब मेरो लास्ट फाइनल एक्जाम आउन बाँकी छ, 1 महिना बाँकी छ, त्यसपछि मेरो चाहिँ वर्किङ हुन्छ हैन। र त्यसपछि म हजुरहरूलाई चाहिँ जापानमा रहेको हजुरहरूले हैन जो कहिले पनि ट्राभल गर्न सक्ने ठाउँहरू चाहिँ सकेसम्म भिडियो मार्फत देखाउने प्रयास गर्छु। सबले सपोर्ट गरिदिनु होला। र साथसाथै जापानको डेली लाइफ चाहिँ कस्तो हुन्छ त, प्लस ट्राभल प्लस डेली लाइफको केही भिडियोहरू चाहिँ मैले अपलोड गर्नेछु। सबैजनाले चाहिँ च्यानललाई लाइक, सब्सक्राइब अनि सेयर गरिदिनु होला। धन्यवाद।